फ्रेसै मेरो जुटाउनु हुनुभयो। प्रभु तपाईँलाई मैले यस घरलाई तपाईँको बसालेको छु। तपाईँले मलाई सहायता गर्नुहोस् प्रभु। अब प्रभु तपाईँले यस घरलाई प्रभु तपाईँले नाम दिइकन राख्नुभयो वृष्टिलाई प्रभु धन्यवाद दिन्छु प्रभु। हो प्रभु यस घरमा यस प्रभु धेरैवटा आज प्रभु धेरैवटा यो समस्याहरू थियो प्रभु सबै कुरा तपाईँले सल्भ गरिकन प्रभु राख्नुभयो। धन्यवाद दिन्छु प्रभु। अब प्रभु तपाईँलाई सहायता गर्नुहोस्, अनुग्रह गर्नुहोस् प्रभु। अबको प्रभु दिनहरूमा प्रभु कसरी चल्नुपर्दछ प्रभु यो 7वटा चिजले प्रभु आज तपाईँले 1 देखि 7को चुनले 7वटा चिजहरू देखाउनु भएको छ। आज 7ले प्रभु सिद्धता तपाईँले हामीलाई देखाउनु भयो प्रभु। हाम्रो सिद्धतामा हुनुपर्छ, यो घर सिद्धता हुनुपर्छ प्रभु। तपाईँले सहायता गर्नुहोस्, तपाईँको अनुग्रह तपाईँको कृपा प्रभु यस घरमा भएको सुनि म प्रार्थना गर्छु प्रभु। धन्यवाद मान्छु प्रभु। आज प्रभु आज सबै कुरोहरू तपाईँले प्रभु आज हामीलाई दिनुभयो प्रभु। आफ्नै भोजनहरू तपाईँले यस घरले पाउनु पर्ने प्रभु र आज प्रभु राहतहरू तपाईँले हामीलाई दिनुभयो प्रभु। कसरी चल्नुपर्ने, कस्तो प्रकारले हुनुपर्ने प्रभु तपाईँले यस घरलाई तपाईँले प्रभु नाम दिएर प्रभु तपाईँले बोलाउनु भयो। धन्यवाद मान्छु प्रभु। तपाईँको चरणमा प्रभु अब रहेर प्रभु आज प्रभु हाम्रो सेवामा प्रभु आज धेरैवटा कमीको छ। तपाईँ आज प्रभु जान्नुहुन्छ यस घरलाई के को कमी छ तपाईँ जान्नुहुन्छ। तपाईँले मान्छेको सबै कुरोलाई प्रभु आज तपाईँले जाने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। म तपाईँको चरणमा आएको छु प्रभु। तपाईँले सबै मेरो घटी कमीहरूलाई पुरा गरिदिनुहोस् प्रभु। आत्मिक घटी कमी, शरीरको घटी कमीहरूलाई पुरा गरिदिनुहोस्। मण्डलीको नजिकमा छु प्रभु। तपाईँलाई सहायता गर्नुहोस्। मैले प्रभु असल चिजहरू आज लिएर अघि बढ्नु छ प्रभु। उहाँहरूले सहायता गर्नुहोस्, मण्डलीलाई सहायता पुर्याउन मैले सकौँ प्रभु। यही व्यक्ति प्रार्थना छ प्रभु। म जहिलेसम्म तपाईँलाई रहन दिनुहुन्छ प्रभु संसारमा मैले प्रभु मण्डलीमा भएर प्रभु तपाईँको सेवा गर्दै अघि बढ्नमा मैले सहायता गर्न सकौँ प्रभु। तपाईँले प्रभु चाँडोभन्दा चाँडो जोडाको प्रबन्ध गरिदियो प्रभु। यस घरमा प्रभु जोडाको खाँचो छ प्रभु। व्यवस्था 28 आज प्रभु जब तपाईँले यस घरलाई दिनुभएको प्रतिज्ञा प्रभु जहाँ बाहिर जाँदा भित्र आउँदा आशिषित हुनेछ भनेर भन्नुभयो प्रभु। पनि आज ढाडसपूर्ण वचनहरू तपाईँले आज प्रभु यस घरलाई दिनुभयो प्रभु। तपाईँले सहायता गर्नुहोस्। यो सूत्रलाई दिनुभएको छ। धन्यवाद मान्दछु प्रभु। तपाईँले मण्डलीलाई दिनुभएको प्रतिज्ञा अनि यस घरलाई दिनुभएको प्रतिज्ञा अनि यो व्यक्तिगत मलाई दिनुभएको प्रतिज्ञाहरू प्रभु तपाईँले यस वर्ष तपाईँ पुरा गर्नुहोस्। धन्यवाद मान्दछु प्रभु। यस घर बनाउन दिनुभयो। यसमा प्रभु धेरैवटा सामग्रीहरू प्रभु आज प्रभु आज लागेको छ प्रभु। जतिले हेल्प गरेको छ तपाईँलाई अगाडि नै थाहा छ प्रभु। जतिले प्रभुलाई हेल्प गरेको छ, जतिले बनाउनमा सहायता पुर्याएको छ उहाँलाई सबैलाई प्रभुले आशिष दिने काम तपाईँले गर्नुहोस् प्रभु। धन्यवाद दिन्छु। अनि प्रभु आज यस घरलाई आज तपाईँमा समर्पण गर्न सके प्रभु। तपाईँले प्रभु इच्छा गरेको थिए तर प्रभु मान्छेको इच्छा हुँदैन तर प्रभु तपाईँको इच्छा आज यस घडी यस समयमा प्रभु तपाईँले आज तयार गर्नुभयो। धन्यवाद मान्दछौँ, धन्यवाद दिन्छौँ प्रभु। मेरो घर परिवार मेरो सबैले आज प्रभु तपाईँको चरणमा राख्छु प्रभु। तपाईँले सहायता गर्न सबैलाई एउटै मन एउटै चित्त तपाईँले दिने काम तपाईँले गर्नुहोस्। समयमा प्रभु यस घरले प्रभु तपाईँको महिमा गर्न सकौँ। यस घरबाट प्रभु तपाईँको प्रशंसा हुन सकेको होस्। यही म प्रार्थना गर्दछु प्रभु। मण्डलीको नजिकमा छु। यो घर चाहिँ प्रभु मण्डलीको लागि सदा सर्वदा खुल्ला रहनुपर्छ प्रभु। तपाईँमा सहायता गर, अनुग्रह गर्नुहोस्। व्यक्ति प्रार्थना मण्डलीलाई परेको पीर मार्गहरूमा कतिवटा समस्याहरूमा यस घरले प्रभु आज प्रभु केही सहयोग गर्न सकोस्। म यही प्रार्थना गर्छु प्रभु। तपाईँले मलाई यही मन तपाईँले दिनुहोस्। तपाईँले यही आज चाहना मलाई तपाईँले राख्ने काम तपाईँले गर्नुहोस् निरन्तर प्रभु। मण्डलीलाई देखरेख गर्ने प्रभु। तपाईँले मण्डलीको नजिकतामा ल्याउनु भएको छ। तपाईँले मलाई किन ल्याउनु भयो यो प्रभु तपाईँको इच्छा तपाईँको प्रभु। हाम्रोमा प्रभु आज त्यस्तो इच्छाहरू विभिन्न प्रभु तपाईँले मलाई निकालेर ल्याउनु भयो अनि तपाईँको नजिकमा राख्नु भयो। किनकि प्रभु तपाईँको सेवा गर्नुपर्छ भनेर मलाई प्रभुले चाहनु भएको छ प्रभु। मलाई सहायता गर्नुहोस्, अनुग्रह गर्नुहोस् प्रभु। अब सबै प्रभु तपाईँले सहायता गर्ने काम तपाईँले गर्नुहोस् भन्ने प्रार्थना छ। विशेष प्रार्थना गर्छु आज यहाँ वरिपरि रहेका इष्टमित्रहरूको लागि प्रार्थना गर्छु। त्यसलाई मैले निमन्त्रण गरेको थिएँ, उहाँहरू आइदिएको छ प्रभु। तपाईँले
तपाईँ सहायता गर, अनुग्रह गर, प्रत्येकलाई प्रभु तपाईँ सहायता गर्नुभयो, धन्यवाद मान्दछु प्रभु। समयमा उहाँले पनि प्रभु तपाईँलाई चिन्न सके, मैले जस्तो प्रभुलाई सँगै परमेश्वरलाई चिन्न सके, शान्ति दिने परमेश्वरलाई उहाँलाई पनि तपाईँले सहायता गर्ने काम तपाईँले गर्नुहोस्। मेरो आफन्त काका काकी अनि बुहारी भाइ अनि नानी आएको थियो र उहाँलाई तपाईँ सहायता गर, अनुग्रह गर, समयमा उहाँलाई बचाउने काम तपाईँले गर्नुहोस्। मेरो इष्टमित्रहरू जतिजना आएका छन् प्रभु उहाँलाई पनि तपाईँले बचाउने काम तपाईँले गर्नुहोस्। त्यो ढाडसपन तपाईँले दिने काम तपाईँले गर्नुहोस्। जतिले किचनमा सघाइरहेको छ र उहाँहरूलाई पनि आशिष तपाईँले दिने काम तपाईँले गर्नुहोस्। काका शेखरहरू, शैलेश राजु दाजु र उहाँलाई सबैलाई सहायता, कमला दिदी, भेना अनि प्रदीपिका प्रभु उहाँलाई सहायता गर, अनुग्रह गर। जतिजना प्रभु सहायता गर्नुभयो, जतिले प्रभु हेल्प गरेको छ सबैको साथमा तपाईँ भइबस्नुहोस् नि दिन प्रार्थना। परिवारमा सबैको साथमा तपाईँ भइबस्नुहोस् नि दिन प्रार्थना गर्दै। अब सबै मण्डलीलाई प्रभु निमन्त्रणा गरे, उहाँहरू हाम्रो निमन्त्रणा आइदिनु भयो, उहाँ तपाईँलाई धन्यवाद दिन्छु प्रभु। उहाँहरूले प्रभु आफ्नो व्यस्ततामा भए तापनि उहाँले आफ्नो सबै कुरालाई छुटिन आइदिनु भयो, उहाँलाई धन्यवाद दिँदछु प्रभु। सबैलाई सहायता गर, अनुग्रह गर्ने काम गर्नुहोस् नि दिन प्रार्थना गर्दै। सम्पूर्ण जग्गा तपाईँ खातमा राख्दै, आफ्ना देह प्राण शरीर तपाईँ खातमा चलाउँदै, ख्रिस्टको उच्च मैले नाम राख्छु। सुरुवात प्रार्थना सुनि प्रार्थना गर्नुहोस्।